मैले त उहाँलाई एकदम श्रद्धा गर्नुपर्ने, सम्मानित दृष्टिकोण राख्नुपर्ने अवस्था थियो। त्यस कारणले गर्दाखेरि एकदम फ्री भएर कुराकानी गर्ने, दोहोरो कुराकानी गर्ने हाम्रो अवस्था रहेन। जस्तो सर त्यतिखेर हुनुहुन्थ्यो, विद्यालयको प्रधान अध्यापक हुनुहुन्थ्यो, उहाँ चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो। तर अहिलेको सिनारीमा त त्यो दुईटै व्यक्तिहरू एकदम निकट हुन्छन्, त्यतिखेर चाहिँ किन त्यस्तो भयो अथवा त्यो हुनुको कारण चाहिँ? त्यो चाहिँ बेला के थियो भने एकदम पञ्चायतको एकदम प्रखर त्यो उतार माथि चढेको अवस्था थियो। त्यस बेला पञ्चहरूदेखि सबैजना डराउनु पर्ने अवस्था थियो। त्यही पञ्चायती शासनले उहाँलाई चाहिँ विद्यालयको अध्यक्ष बनाएको थियो र उहाँलाई मैले मसँग उहाँले अलिकति हँसिलो भएर एकचोटि के भन्नुभयो भने तपाईँको त हस्ताक्षर त एकदम तारानाथ शर्माको जस्तै रहेछ, दुरुस्तै तपाईँले उसको हेर्नु भएको छ भनेर भन्नुभयो। मैले तारानाथ शर्माको हातले लेखिएको टुपी भन्ने निबन्ध मसँग सायद अहिले पनि छ होला भनेर भने। अनि उहाँ र त्यो डाइलगबाट चाहिँ उहाँको र मेरो सम्बन्ध चाहिँ अलिकति गहकिलो, अलिकति गहिरो बन्न पुग्यो। अनि बेला मौका यो शिक्षाको पठन पाठनको भन्दा बाहिरको कुरा गर्दाखेरि त्यो कुराको सिलसिलाहरूबाट चाहिँ मैले के थाहा पाएँ भने उहाँ चाहिँ वास्तवमा एकदमै उच्च अवस्थाको, एकदम हाइटको बुद्धिजीवी हुनुहुँदो रहेछ भन्ने। त्यति बेलासम्म उहाँ चाहिँ प्रधानमन्त्री सूर्यबहादुर थापाको पिए भन्ने चाहिँ थाहा थिएन। तर उहाँको व्यवहार, बोली वचनबाट चाहिँ मैले के बुझेँ भने अत्यन्त शालीन, अत्यन्त भद्र, अत्यन्त स्वाभिमानी हुनुहुँदो रहेछ र उहाँ रिसाउनु नजान्ने, सबैसँग राम्रो व्यवहार गर्ने त्यस्तो प्रबुद्ध मान्छे हुनुहुँदो रहेछ। पछि मैले के थाहा पाएँ भने यो देशको तत्कालीन ठुला मान्छेहरू जति सबै, चाहे सरकारमा भएका, चाहे ब्युरोक्रेसीमा भएका, चाहे बुद्धिजीवीहरू भित्र भएका, साहित्यकारहरू भित्रका, सबै भन्दा उहाँ चाहिँ माथि हुनुहुँदो रहेछ अथवा सबैको एउटा आदर्शको पात्र हुनुहुँदो रहेछ भन्ने पछि मात्रै मैले कसरी थाहा पाएँ भने उहाँ चाहिँ बेलबारी किन आउनुभयो भन्ने कुराको खुल्दुली हुँदाखेरि उहाँ चाहिँ अब प्रधानमन्त्री सूर्यबहादुर थापाको त्यो प्रधानमन्त्री काल सिद्धियो, उहाँ बेरोजगार हुनुभयो। अनि रोजगारीको केही नभएपछि चाहिँ उहाँ आफ्नो यहाँ जग्गा जमिन भएको ठाउँमा आउनुभएको भन्ने सुनियो। तर त्यो हाइटको त्यस बेलाको सबै ठुलो मान्छेहरूले उहाँलाई ठुल्ताई भन्ने गर्दा रहेछन्। सबैले उहाँलाई श्रद्धा गर्ने, उहाँको मातहतमा बौद्धिक रूपले सबै ढङ्गले, हरेक ढङ्गले चाहिँ उहाँको मातहतमा सबै मान्छेहरू रहेछन्। त्यस्तोमा उहाँलाई जीविकाको लागि यहाँ केही व्यवस्था गर्नु पर्यो भनेर सोचिदिने र अलिकति गरिदिने मान्छे कोही पनि नत्र भने उहाँले चाहनुहुन्थ्यो भने तत्कालीन राजासँग उहाँको परिचय थियो। उहाँले आयोजना गरेको सांस्कृतिक कार्यक्रमहरूमा राजाको उपस्थिति हुने गरेको, यिनै अहिले गाइएका गीतहरू रुबी जोशी र पुष्प नेपाली, कङ्ग्रेसले तारादेवीहरूले गाएका गीतहरूमा चाहिँ भएको नृत्यहरूबाट राजा रानीहरू पनि धेरै प्रभावित भएको, त्यस बेला सारा सबै प्रभावित भएको। अनि उहाँले आयोजना गर्नुभएको गोष्ठी, साहित्यिक गोष्ठीहरूमा लेखनाथ पौड्याल जस्तो मान्छेहरू चाहिँ
प्रमुख अतिथि भएर जाने गर्नुभएको, बालकृष्ण सम उहाँलाई नेपाली विषय पढाउनु भएको। त्यस्तो भएपछि उहाँ चाहिँ एकदम सुपेरियर अरू सबै जुनियर। त्यस्तो अवस्थामा उहाँले मलाई त यसो रोजगारी चाहियो, म केही जीविकाको लागि के गर्नु पऱ्यो भन्ने आफ्नो यो स्वावलम्बी कारणले गर्दाखेरि, स्वाभिमानले गर्दाखेरि उहाँले मुख छोडेर कसैलाई केही भन्नु सक्नु भएन। उहाँको अवस्थालाई बुझेर तत्कालीन सरकार, तत्कालीन बुद्धिजीवी त्यो सर्कल कसैले पनि उहाँलाई रिकगनाइज गरेर होइन यसो गरौँ, तपाईँले काठमाडौँमा बस्नुपर्छ, यहीँ बस्नुपर्छ भन्ने खालको भावना नभएको कारणले गर्दाखेरि उहाँ बेलबारी आउनुभयो। सरले जस्तो जोड्नुभयो कि अब सर अलिकति जनसंस्कृतिसँग अथवा जनवादसँग बढी रिलेसनमा हुनुहुन्थ्यो अथवा त्यो रिलेटेड हुनुहुन्थ्यो। एउटा स्कुलको प्रभाव हुँदै गर्दा उहाँ चाहिँ पञ्चायतको त्यतिखेरको पञ्चकै हिसाबमा हुँदाखेरि पनि अहिले तपाईँले जुन कुरा उठाउनु भयो, उहाँले चाहिँ अलिकति जनचेतनाका अथवा चेतनाका गीतहरू पनि गाउनुभयो। जस्तो तपाईँले अघि तपाईँ दुवैजनाको कुरा राम्रोसँग हुन नसक्नुको कारण त्यो पनि थियो कि जस्तो किनभने साहित्यिक चेतको हिसाबले त हामी अहिले किनभने साहित्य भनेको साहित्यले राजनीतिसँग कुनै पनि एक रिलेसन राख्दैन, साहित्य साहित्यकै रूपमा हुन्छ लेख्ने कुरा। किनभने हामी प्रगतिशील भन्छौँ, प्रगतिवाद भन्छौँ र अहिले लेख्ने अधिकांशको जुनसुकै राजनीतिक पार्टीको भए पनि त्यसले लेख्ने त फेरि प्रगतिशील नै हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यो हिसाबले हेर्दाखेरि जस्तो उहाँको साहित्यिक चेतको अथवा तपाईँहरूसँग बस्दा कुराकानी हुने थियो त उहाँले आफ्नो जीविकोपार्जनको कुरा अथवा उहाँ त्यहाँ नरहेर यहाँ आउने कुरा त भइहाल्यो। जस्तो साहित्यसँग र सङ्गीतसँगै रिलेटेड हुने कुनै त्यस्तो खालको मुभमेन्ट कुनै त्यस्तो क्षण छ तपाईँसँग? त्यस्तो केही भएन। मैले पनि उहाँ एकदम त्यो उचाइको लेखक कवि पनि हुनुहुन्छ, गीतकार हुनुहुन्छ भन्ने मलाई थाहा भएन। उहाँले आफ्नो बारेमा कहिले पनि त्यस्तो कुरा गर्दै गर्नु भएन। मैले त्यो मेरो लेखाइ बुझेर मैले निवेदन माग्नुभयो, मैले 2 लाइनमा निवेदन लेखेको थिएँ जागिरको लागि। त्यो देखेपछि उहाँ छक्क पर्नु, अरे तपाईँले त 2 लाइनभित्रमा सबै कुरा अटाएर लेख्नुभयो। त्यो सुन्न मिल्छ सर, तपाईँले के लेख्नु भएको थियो त्यतिखेर? होइन, यो पदको लागि मैले आवश्यक कागजपत्र समावेश गरेर यो निवेदन पेश गरेको छु, श्रीमानको जो निगाह भनेर मात्रै लेखेँ। सबै कुरा भएपछि उहाँले एउटा खुसी पनि प्रकट गर्नुभयो, आश्चर्य पनि प्रकट गर्नुभयो र अनुमान चाहिँ गर्नुभयो, यो मान्छेले पनि कलम चाहिँ चलाउनु रहेछ भनेर अनुमान गर्नुभयो होला भन्ने म ठान्छु। तर तपाईँ लेख्नुहुन्छ कि लेख्नुहुन्न भनेर सोध्नु पनि कहिले पनि भएन। त्यस्तो दोहोरो चाहिँ भएन, साहित्यकै विषयमा र सङ्गीतकै विषयमा चाहिँ कुराकानी भएन। अनि त्यस बेलाको वातावरण पनि कस्तो थियो भने सायद बेलबारीमा सबैभन्दा उच्च शिक्षा पाएको कोही मान्छे थियो भने उहाँ एक्लै हुनुहुन्थ्यो। यहाँ त्यो साहित्यिक वातावरण पनि थिएन। यहाँ एकदम यो पछौटे समाज भएको, यहाँ साधारण गाउँले जीवनभन्दा बाहेक चाहिँ केही पनि त्यो बौद्धिक गतिविधिहरू पनि नहुने, साहित्यिक गतिविधि पनि केही नहुने। त्यसो हुनाले यी सारा कुराहरूको बारेमा हामी बिचमा अन्तर्क्रिया हुने भएर त्यसो कहिले कहिले चाहिँ आकार भुतुल कसो कसो मुख खुस्किँदाखेरि भनौँ न बोलीचालीमा उहाँबाट पनि कतिवटा कुरा मैले थाहा पाउने, मबाट पनि उहाँले कतिवटा कुरा थाहा पाउनु हुने, त्यस्तो मात्रै। हजुर, जस्तो अब हामी अन्तिममै छौँ, अब हामी एक राउन्डमा अब आफ्ना केही कुराहरू भए, किनभने हामीसँग समय पनि हामी यसै विषयमा धेरै बहस गर्ने भन्दा पढ्ने कुरा हामीसँग कृतिहरू छन् र यी आधारमा हामी पढ्छौँ र भोलि हाम्रा प्रतिक्रियाहरू दिन्छौँ।